आजको कहानीले एउटा साँचो प्रेमको बयान गर्नेछ। आजको अर्बन लेजेन्ड हो थाइल्यान्डको माइनाक नामको। भनिन्छ थाइल्यान्डमा एउटा सुन्दर स्त्री बस्थिन् अनि उनको जब बिहे भयो उनले आफ्नो हस्बेन्डलाई एकदमै धेरै माया गर्थिन्। तर जब दोस्रो विश्वयुद्ध चलिरहेको थियो तब धेरै मान्छेहरूलाई चाहिँ युद्धको लागि लगिने गरिन्थ्यो हैन। जब उनको पति बाहिर गए तब उनी प्रेग्नेन्ट थिइन् अनि प्रेग्नेन्सीको टाइममा एकदमै कम्प्लिकेसनको कारण उनको डेथ भयो। तर उनले आफ्नो हस्बेन्डलाई यति धेरै माया गर्थिन् कि मृत्युपछि पनि उनको आत्मा अनि त्यो बच्चाको आत्मा त्यो ठाउँ छोडेर जान सकेन। जब उनको हस्बेन्ड घर फर्किए उनलाई यो केही कुरा पनि थाहा थिएन कि मेरो वाइफको डेथ भइसक्यो हैन। अनि केही नै नलेज थिएन उनलाई। जब उनी घर आए उनले आफ्नो वाइफलाई अनि आफ्नो बच्चालाई त्यहाँ देखे हैन। अनि उनी तिनीहरूसँगै बस्न थाले। धेरै मान्छेहरूले उनलाई भन्ने कोसिस गरे कि तिम्रो वाइफको डेथ भइसकेको छ, तर तिनलाई चाहिँ तिनी कुराहरूमा विश्वास लागेन। तर पछि केही कारणहरूको कारण उनलाई जब थाहा भयो कि मेरो वाइफको डेथ भइसकेको छ तब आफ्नो वाइफको आत्मालाई मुक्ति दिनको लागि उनले धेरै प्रयास गरे। तर उनको वाइफ उनको छोडेर जान रेडी नै थिएन। तब एकदमै ठुलो धामी झाँक्री काइन्ड अफ त्यही बुझ्नु तपाईँहरू धामी झाँक्री जस्तो बोलाएर धेरै ठुलो गरेर बल्ल उनको आत्माले त्यहाँबाट छोडेर गयो, त्यहाँबाट शान्ति पायो। तबदेखि माइनाकलाई चाहिँ थाइल्यान्डको धेरै ठाउँहरूमा चाहिँ अझै पनि पूजा गरिन्छ। अनि एउटा लभको एउटा ग्रेट इक्जाम्पल भनेको माइनाकको स्टोरी हो। मेबी मैले प्रोनाउन्सिएसन मेरो रङ हुनसक्छ, सो त्यसलाई चाहिँ इग्नोर गर्नु होला एन्ड सब्सक्राइब गर्नु होला अरू धेरै भिडियोहरूको लागि। सो स्टे ट्युन, बाई गाइज।